ओम। अनि कस्तो हुनुहुन्छ त नि हजुरहरू? जगत र जीवनका बारेमा जति भने पनि अथवा अरूले जति कुरा सुनाए पनि जब हामी आफै जागरुक हुँदैनौँ र त्यतातर्फ बुझ्न लाग्दैनौँ भने हामीले धेरै कुरा बुझ्न सक्दैनौँ। कसैले न कसैले कहिले काहीँ केही भनेपछि हामीलाई अलिकति उत्सुकता भयो भने कुनै पनि कुरा हामी सिक्न सक्छौँ। जस्तो कसैले राजनीतिका बारेमा केही कुरा भनिदिन्छ, कसैले सामाजिक जीवनका बारेमा केही कुरा भनिदिन्छ, कसैले जीवन क्रान्तिका बारेमा केही कुरा भनिदिन्छ, कसैले विश्व परिवर्तनका बारेमा केही कुरा भनिदिन्छ र त्यसबाट हामीमा केही चेतना उत्पन्न हुन्छ अथवा जागरण हुन्छ र मानिस त्यसको पछि लाग्दछ म पनि केही गर्न सक्दछु, मैले पनि केही गर्न सक्छु कि भन्ने हिसाबले मान्छे अगाडि बढ्न खोज्दछ। र यो जुन जगतमा हामी देख्छौँ अथाह छ, यसो सोच्यो भने केही छैन। जस्तै हामी आफै प्राणी भयौँ, जीव भयौँ, हामी पनि हामीलाई देख्छौँ। यसो सोच्यो भने केही छैन, तर यसो गहिरिएर अलि गहिरिएर सोच्यौँ भने चाहिँ अथाह छ। बाहिर हेऱ्यो, राति आकाशमा ताराहरू छन्, जुन छन्, हैन? धेरै जनावरहरू, चराहरू राति पनि हिँडिरहेका छन्, डुलिरहेका छन्, कराइरहेका छन्। त्यस्तै हामीभित्र पनि धेरै आवाजहरू हुन सक्छन्। हामी कतिले सुन्छौँ, कतिले सुन्दैनौँ। भनिन्छ जति यो धरतीमा बाहिर जति जति हामी खोज्दै डुल्दै देख्दै जान्छौँ त्यति त्यति हामीले हाम्रो भित्र पनि देख्न सकिन्छ अरे। अब यसो अनुमान गर्नुहोस्, हामी राति जब हामी थकित हुन्छौँ, हामीलाई आरामको आवश्यकता पर्छ अनि हामी के हुन्छौँ, सुत्न खोज्छौँ अथवा हामी सुत्न खोज्दाखेरि निद्रा लागिरहेको जस्तो हुन्छ, तर हामी कति बेला निदायौँ भन्ने हामीलाई थाहा हुँदैन। त्यो भयो हाम्रो प्रत्येक दिनको दिनचर्या। त्यस्तै यो सृष्टिमा आइसकेपछि हामी जब यस सृष्टिबाट हामी बिदा हुन्छौँ त्यति बेला पनि हामीलाई लामो समयसम्म हामीलाई त्यो निद्राको जस्तै हुन्छ, अनुभवहरू हुन सक्छ, तर त्यसको बारेमा हामीले थाहा पाउँदैनौँ। जस्तो हामीले निदाउने कतिखेर निदायौँ भन्ने हामीलाई ठ्याक्क थाहा हुँदैन भने त्यस्तै गरी हामी परलोकमा अथवा हाम्रो शरीर छोडेर हाम्रो आत्मा कता जाँदैछ भन्ने हामीलाई हाम्रो अन्तिम अवस्थामा थाहा नहुन पनि सक्छ र केही कारणले त्यसलाई थाहा पाउन पनि सकिन्छ भन्नुहुन्छ गुरुहरू, जो त्यो सम्बन्धमा धेरै अध्ययन गर्नुभएको छ, प्रयोगहरू गर्नुभएको छ र भन्नुहुन्छ। र हामीलाई पनि लाग्छ कहिलेकाहीँ हामी ध्यान गर्छौँ, ध्यानमा बस्छौँ, हैन, केही शारीरिक परिश्रमहरू गर्छौँ, शरीरलाई शिथिल बनाउँछौँ, हामीलाई पनि कहिलेकाहीँ लाग्छ हो कि जस्तो लाग्छ। तर जब हामीसँग गहिरो साधना हुँदैन, हामी अनुभव हुँदैन, हामीले सप्रमाण यही हो भन्न त सक्दैनौँ, तर थोरै भए पनि हामीले त्यसको छलको चाहिँ लिन सक्छौँ, झिल्को चाहिँ पाउन सक्छौँ। अब हजुरहरू कतिले ध्यानका प्रयोगहरू पनि गर्नुभएको होला, ध्यानमा आनन्द हुन्छ, साधनामा आनन्द हुन्छ र धेरै जसो गुरुहरूले अथवा यो पछिल्लो समयमा आएर मैले प्रवचनहरू पनि सुन्ने गरेको छु, एक दुईवटा ध्यानका विधिहरू पनि उहाँको गरेको छु। जस्तो ओशो हुनुभयो र अहिले पछि आएर ओशोका धेरै अरू अनुयायीहरू, उहाँबाट शिक्षित दीक्षितहरूले पनि भन्नुहुन्छ ध्यानलाई चाहिँ सकेसम्म हामीले के गर्नुपर्छ अरे भने हाम्रो दैनिक जीवनसँग जोड्नुपर्छ अरे, हाम्रो कर्मलाई ध्यान बनाउनुपर्छ, हाम्रो आनन्दलाई ध्यानसँग जोड्नुपर्छ भन्नुहुन्छ। र त्यो सम्भव पनि छ कि जस्तो लाग्छ। कहिलेकाहीँ हामी काम गर्दा गर्दै हामी काम गरिरहेका हुन्छौँ तर हामीलाई थकानको अनुभव हुँदैन। जस्तै कहिलेकाहीँ हामीले केही परिश्रमहरू, गहिरो साधनाहरू, गहिरो कामहरू, धेरै सोच विचारहरू गर्दा हामीलाई लामो समयसम्म पनि थकाइ लागेको जस्तो लाग्दैन, आनन्द आएको जस्तो लाग्छ। हामी त्यही काममै भुलिरहेको जस्तो, काममै रमाइरहेको जस्तो लाग्छ। त्यो भयो भने त एउटा छुट्टै मजा भइहाल्यो, जीवनको आनन्द भयो। र त्यस्तै जगतमा पनि हामीले धेरै परिश्रमहरू गर्छौँ,
धेरै टाढा टाढाको कुराहरू देख्छौँ, धेरै ठुला ठुला सपनाहरू बुनेका हुन्छन्। कहिलेकाहीँ धेरै ठुलो प्राप्ति हुँदा पनि हामी सुखी हुन सक्दैनौँ, खुसी हुन सक्दैनौँ। कहिलेकाहीँ साना साना उपलब्धिहरूले पनि हामीलाई खुसी दिन्छ। त्यसैले हामीले प्राय जसो चाहिँ जगतलाई र जीवनलाई चाहिँ तुलना गर्ने गर्दछौँ। जति हामी जगतबाट केही कुराहरू सिक्छौँ त्यति हामी जीवनमा त्यसलाई लागू गर्छौँ र जीवनमा लागू गर्दै जाँदा हामीले आनन्द प्राप्त गऱ्यौँ भने त्यो कुरालाई हामीले बढाउन खोज्दछौँ। हामीलाई जति आनन्द आउँछ, जति हामी खुसी हुन्छौँ, हामी त्यसमा सम्मोहित हुन्छौँ, मोहित हुन्छौँ। केही गर्नुपर्छ, अझ मैले केही गर्न सकेँ भने मलाई अझै राम्रो हुन्थ्यो भन्ने सोच्छौँ। त्यो स्वाभाविक पनि हो, किनभने मानिस अथवा कुनै पनि प्राणी, अब प्राणीका बारेमा त भन्न सकिएन, मानिसले आफ्ना बारेमा चाहिँ भन्न सक्यो। आनन्द प्राप्ति गर्न खोज्छ, खुसी हुन खोज्छ, सुखी हुन खोज्छ र कसैले केही भन्यो यस्तो गर्यो भने त राम्रो हुन्छ भन्यो भने त्यसै गर्न खोज्छ, हैन? त्यो हामीमा सबैमा त्यो उत्कट चाहना हुन्छ, अभिलाषा हुन्छ। हामी त्यसैप्रति एकोहोरिएका हुन्छौँ। गहिरा गहिरा ठुला ठुला आँटहरू अथवा जोसहरू हामीमा हुन्छ र कहिलेकाहीँ ती जोसहरू केही समयमा हराउँछन् भने कहिलेकाहीँ लामो समयसम्म पनि रहन्छ। र सकेसम्म मलाई लागेको, हुन त मैले त्यति धेरै प्रयोग गरेको छैन, खासै साधना पनि त्यति धेरै गरेको छैन, तर धेरैजनाले भन्नुहुन्छ सकेसम्म ध्यान गर्यो भने, हैन, केही ध्यानका जुनसुकै पनि यस धरतीमा आउनुभएका गुरुहरू अथवा ध्यान साधना सम्बन्धी सिकाउने भनौँ न, मैले भन्न खोजेको पण्डित त्यहीँ गरेका अथवा पण्डितका कुराहरू होइन। यो जुन शरीरलाई मनसँग जोड्ने, शरीरलाई आत्मासँग जोड्ने, शरीरलाई चेतनासँग जोड्ने अथवा हाम्रो सूक्ष्म शरीरसँग हाम्रो बाहिरी शरीरलाई जोड्ने जुन प्रक्रिया हुन्छ, ती ध्यानका प्रक्रियाहरू जसले पनि कुनै न कुनै समयमा कतै न कतैबाट, अहिले त अब युट्युब छ, अनलाइन धेरै सामग्रीहरू छन्, त्यहाँबाट पनि हामीले गर्न सक्छौँ। त्यो गऱ्यो भने केही न केही हामीलाई राम्रो हुन थाल्यो भने हामीले त्यसलाई निरन्तरता दिन सक्छौँ र हाम्रो जगत र जीवनका बारेमा के छ त, यसको महत्त्व के छ, यसको अन्तर सम्बन्ध के छ भनेर पनि हामीले बुझ्न सक्छौँ। हस्, धन्यवाद। हरि